वडा अध्यक्ष पनि एक दिन आउनुहुन्छ 10 दिन चैनपुरमा बस्नुहुन्छ डेस्क खाली छ यो कुर्सी छ हैन यही कुर्सीका लागि लडेका थिए मान्छेहरू तर यहाँ यो पुरानो वडा कार्यालय यस्तो अस्तव्यस्त छ यहाँ जे पाए त्यो छ के हो यो यार यो शिवराज बोहरा वडा अध्यक्ष तपाईले के भन्न चाहन्छु भने एक दिन वडामा बसेर 10 दिन चैनपुरमा बसेर कहिले पनि गाउँ ठाउँ बन्दैन समाज सिङ्गलको लागि मैले 2000 रुपैयाँ खर्च गरेर यहाँदेखि गाडीमा गएर त्यहाँ बसेर अनि अध्यक्षको सिग्नेचर लिनु पर्यो यो चाहिँ अध्यक्ष कहिले नै काम के देखायो वडाभित्र सिधा छ कि घरभित्र सबैजनालाई स्वागत छ म छु अनिल छेत्री मसँग अहिले यतिखेर मस्टा कम्पाइलको वार्ड नम्बर 6 को यो हेर्दाखेरि सिंहदरबार जस्तो देखिने बाहिर छु यो के होला भन्नु होला फेरि यो कसैको महल पनि हैन कसैको केही पनि हैन यो हो मस्टा कम्पाइलको वार्ड नम्बर 6 को वडा कार्यालय यत्रो ठुलो छ तर यहाँभित्र कामहरू कतिको भइरहेछ जनताले सेवा सुविधाहरू कतिको लिइरहेछन् यहाँभित्र को छन् जनप्रतिनिधिहरूले कतिको चासो लिइरहेछन् मैले देखिरहेको छु कि म यहीँको हो वडा अध्यक्ष पनि एक दिन आउनुहुन्छ 10 दिन चैनपुरमा बस्नुहुन्छ अनि वडा सदस्य अनि एकजना हुनुहुन्छ लालबहादुर बोहरा उहाँ चाहिँ देखिरहेको हुन्छ उहाँ चाहिँ आइरहनुहुन्छ त्यसपछि अरू वडा सदस्य को हो भन्ने पनि मलाई थाहा छैन अहिलेसम्म वडा सदस्य को हो के हो केही थाहा छैन क्या मलाई अहिलेसम्म होइन अनि कोही चैनपुरमा आफ्नो व्यवसाय बिजनेस चलाएर बसिरहेछन् कोही केही गरिरहेछन् होइन तपाईँले भोट हालेर जिताएका नेताहरू है जनप्रतिनिधिहरू यहाँ छैनन् यसो कहिले काहीँ के छ पहिला वडामा बस्नुहोस् होइन वडा अध्यक्षज्यू शिवराज बोहरा वडा अध्यक्ष तपाईँलाई के भन्न चाहन्छु भने एक दिन वडामा बसेर 10 दिन चैनपुरमा बसेर कहिले पनि गाउँ ठाउँ बन्दैन समाज बन्दैन वार्ड नम्बर 6 वडा कार्यालय तपाईँहरू देख्न सक्नुहुन्छ म यो वडा कार्यालय बस्छु अनि तपाईँको माथि हो सोनी सर नमस्कार आराम हुन्छ के भइरहेछ को हुन्छ बनाएर चाहिँ तलतिर अलिकति गाडी सार्ने गर्छ अवश्य के कामहरू के भइरहेछ कामहरू त खासै स्वागत छैन यहाँ आउनुभएको म यहाँ आएको करिब 9 महिनामा कस्तो लागिरहेको छ हेर्दाखेरि अहिलेसम्म ठिकै छ अनि यहाँ जनप्रतिनिधिहरू कति भइरहेको जनप्रतिनिधिहरू त खासै देख्नु भएको छैन कसै अध्यक्षहरू आए अध्यक्ष आउनुहुन्छ अध्यक्ष कहिले नै काम भनेर आउनुहुन्छ अनि जस्तै सिफारिस यताउति गर्दाखेरि कसरी तपाईँको अध्यक्षको सिग्नेचर चाहिन्छ होला नि जस्तै मेरो अब केही जन्मदाता भन्नुभयो मैले अनि अब तपाईँले गरिदिनु भयो तपाईँको हुने काम गरिदिनु भयो त्यसपछि अनि मैले के गर्नु सिग्नेचर चाहिन्छ होला सिग्नेचर गर्नलाई कहिलेकाहीँ अब दर्शकहरू यहाँका जनताहरू अब सरले चाहिँ गरिरहनुहुन्छ मैले उहाँलाई राम्रो देखिरहेको छु सरले एकदमै जनताको सेवा गरिरहनु भएको छ होइन तर मैले अब मलाई केही सिफारिस आयो फोटो खिचाउनु पऱ्यो भने अब मैले अब अध्यक्षजीको सिग्नेचरको लागि जस्तै कुनै एउटा सिफारिस भयो सिग्नेचरको लागि मैले 2000 रुपैयाँ खर्च गरेर यहाँदेखि गाडीमा गएर त्यहाँ बसेर अनि अध्यक्षजीको सिग्नेचर लिनुपर्ने यस्तै छ यहाँका जनताहरूले सधैँ सायद त्यही गरिरहनु भएको छ मलाई लाग्छ होइन जहाँसम्म दर्शकहरू के भन्न चाहनुहुन्छ तपाईँले जिताएका नेताहरू है अरू के भन्नु तपाईँले समस्या छैन अनि कतिजना कर्मचारीहरू चाहिँ कर्मचारीहरू शुक्रबार नआउने हो आउने हो अरू एकचोटि थ्याङ्क यू सर है ल यो भयो काम गरेको हाम्रो मस्ता
मस्ता कम्पनीको वार्ड नम्बर 6 का वडा अध्यक्ष बाहिर भइसकेपछि म एकछिन छिर्न पाउँछु यो चाहिँ मस्ता कम्पनीको वार्ड नम्बर 6 का वडा अध्यक्ष शिवराज बोगराको डेस्क हो डेस्क खाली छ यो कुर्सी छ हैन यही कुर्सीका लागि लडेका थिए मान्छेहरू तर यहाँ हुनुहुन्न तपाईले देख्न सक्नुहुन्छ यहाँ फोटोहरु देख्न सक्नुहुन्छ नामका वडा सदस्य मैले एकजनालाई चाहिँ भन्दिनँ एउटा शिवराज बोगरा पनि कहिलेकाहीँ आउनुहुन्छ र देखिन त्यस्तो उहाँलाई अवश्यलाई उहाँहरू तीनजनाको मैले नामसँग चिनाएको छैन रामबहादुर बोगरा ढोका पुलिसको मान्छे हुनुहुन्छ एक दिन देखाएको छैन कि मैले केका लागि तपाईँहरू जनप्रतिनिधि हुनुभयो क्या जनताको सेवा गर्छु भनेर जनप्रतिनिधि भएको होइन आफ्नो एक दिन कुनै दिन यस्तो आफ्नो वडामा के छ के भइरहेछ भन्ने कुरा कहिले विचार गर्नु भएको छ जनप्रतिनिधि नामको मात्रै जनप्रतिनिधि नहुनुहोस् जसमा तपाईँ आफै विचार गर्नुहोस् अर्को पालि के गर्नुपर्छ भन्ने कुराहरू सो यहाँको यत्रो सिंहदरबार जत्रो वडा कार्यालय छ होइन यो सफा कार्यालय कार्यालय छ त्यो सफा गर्ने काम हो है तर हेर्नुहोस् आफ्नो तपाईँ आफ्नो विचार गर्नुहोस् धेरै बोल्दिन है वडा कार्यालय है ओके अरू के छ यहाँ अरू यति हो माथि पनि छ फोटो माथि कार्पेट बिछाएर के छैन यता खाली छ यो चाहिँ कसको लागि हो आवाज अनि यता सुन्नुहरू आउनुहोस् तपाईँ अब यहाँ सजिलो छ तपाईँले नेट इन्टरनेटको कतिको भइरहेको मोबाइल बाटाबाट काम गर्नु अनि सब गाउँपालिका वाइफाई छैन वाइफाई पनि चाहिन्छ है काम गर्नु गाह्रो भइरहेको छ होला नि त होइन एकदम गाह्रो सबै अपडेट नेट चल्यो भने काम हुन्छ त्यो मोबाइल डाटा यहाँ त खासै सल्लो नै होइन अब 5G को ल्याउने भन्ने कुराहरू थियो होइन अब यो आउँछ भन्ने आशा छ म यस्तो ठाउँमा छु दर्शकहरू फोन गर्नलाई पनि म छतहरू आइटी ठाउँ यस्तो ठाउँमा म जानुपर्छ क्या त्यस्तो गाह्रो छ क्या दर्शकहरू कार्यालय हो के हो तपाईँले देख्न सक्नुहुन्छ यस्तो अस्तव्यस्त छ एउटा कार्यालय यहाँ देख्न सक्नुहुन्छ यता के छ थाहा छैन यता ब्याट्रीहरू यो माटो यस्तो फोहोर छ क्या वडा कार्यालय हेर्नुहोस् लाइट तपाईँले देख्न सक्नुहुन्छ यो कार्पेटहरू हेर्नुहोस् यो के हो यो के हो यहाँ हेर्नुहोस् कसको कागज पत्रहरू फोटोहरू आएर के हो यहाँ के हो यो सायद ब्लड टेस्ट यो कार्पेट भित्र माटोमा ओछ्याउने कार्पेट हो यो भनेको पुराभित्र ओछ्याउने कार्पेट हो सफ्ट फोहोर छ एकदमै खत्तम छ कार्पेटहरू के देखाएको पुराभित्र सुधा चाहिँ घट्ट तपाईँले चाहिँ कस्तो लाग्छ राम्रो गर्दाखेरि त अब ठिकै लाग्यो अलि
नराम्रै काम गर्ने मान्छे पनि नगरिदिएपछि अब मैले यो काम काज सरसफाइ हुन्छ नि मैले पनि गर्दैन जे जे आफ्नो जिम्मेवारी छ आफूले गर्ने कुरा ठिक छ अरू के भइदियो समस्या राम्रो हुन्छ कर्मचारी पनि राम्रो चिजहरू होइन भयो भने टेबल कुर्सी ल्यापटपहरू ती साधनहरू सबै सस्तो भयो काम गर्न अझै सजिलो त्यो पनि छ बुढाकाहरूले हेर्नु कसरी काम गर्नुहुन्छ एक्लै के भन्नुपर्छ बाँकी आफ्नो बुढाकाहरूले ए हेर्नु न यो के फालेको रहेछ ए यस्तो ओडाको नामको मात्रै ओडा कार्यालय छ ओडा कार्यालयमा के लेखा छन् हेर्नु यहाँका गवारहरूले अग्नि प्लस A+S भनेको हुन् यता हेर्नु है ओडा कार्यालयको बिल्डिङमा के लेखा छन् यहाँ यस्तोमा यहाँ लेख्ने होइन नि त साथीहरू राम्रो काम गर्नु शिलालेखमा नाम लेखाउनुहोस् क्या यहाँ हेर्नुहोस् के लेखा हो यो यहाँ यस्तो रबर राम्रो यसरी लायो M+S लेखा छ यस्तो यस्तो M+S R+A को हुन् क्या यिनीहरू हेर्नु न लेख्न नपाएकाहरू अब यहाँ हेर्नुहोस् यो के गरे हो अनि नाम ज्ञान भनेको छ को ज्ञान रहेछ यो अनि ज्ञान स्यान लेखा छ त्यसले हेर्नु कोरेर आएको बच्चाहरूले है यहाँ चाहिँ आई लभ यु के हो यो आइपी को तिमीहरू लेख्ने कसले लेखा हो कसले लेख्यो यहाँ किन आएको तिमीहरू स्कुल छोडेर स्कुल अनि यहाँ बस्ने हो घर जानु पऱ्यो नि त घर जाऊ होमवर्क गर अब यत्रो यो वडा कार्यालय बनायो नामको मैले त्यसको भिडियो अस्ति बनाइसकेको छु कृषि केन्द्रको बारेमा चाहिँ पुरानो वडा कार्यालय हो यो देख्न सक्नुहुन्छ विकास प्लस सब वाट भनेको छ यहाँ केले लेखा हो यो आई डोन्ट नो हेर्नु यस्तो छ यस्तो यहाँ विद्यार्थीको यहाँ देख्न सक्नुहुन्छ यो पुरानो वडा कार्यालय है यस्तो अस्तव्यस्त छ यहाँ जिप पाइ त्यो छ के हो यो यार यो छ हे यार वडा कार्यालयभित्र छिरिरहेको छु कि कहाँ छिरिरहेको छ थाहा छैन हेर्नु न तपाईँको हेर्नु न सब उनीहरूको लापरवाही कसको प्रमाणपत्र वडा कार्यालयभित्र छु र म होला वडा कार्यालयको हालत है हेर्नुहोस् यो पुरानो वडा कार्यालय हो है हेर्नुहोस् हेर्नुहोस्